तातो पानी गयो हुँदैछ है यो चाहिँ यहाँ हजुरहरूलाई म नजारा देखाउँदैछु यहाँ केटाहरू जाँदैछ र यो चाहिँ हो रङ्गीत खोला चेकिट यहाँ पर्दछ तातो पानी चाहिँ है आज यसो सन्डे टाइम मिलाएर आएको हजुरहरूलाई म अगाडि पनि देखाउनेछु सो चोकिट गाइस यो चाहिँ हो लेकसेप रेसी तातो पानी है चेकिट पब्लिकहरू चाहिँ भिड छ आज सन्डे हो र पनि बिना सिजनमा पनि चेकिट अब म पनि पस्न आँटेको हेर्नुहोस् गाइस यो म तपाईँहरूलाई ब्याकग्राउन्डमा देखाउँदैछु यो चाहिँ हो रङ्गीत नदी चेकिटको यस्तो छ नजारा है त गाइस हजुरहरू पनि आउनुहोस् होला यो चाहिँ लेकसेप रेसी तातो पानी भन्छ हट स्प्रिङ है त हाम्रो राम भाइ पस्यो तातेपानीमा अब मेरो टर्न म पनि पस्न आँटेको छु तातो पानीमा डुब्की लगेर हुँदैछ यो चाहिँ हट स्प्रिङ तातो पानी आज यसो सन्डे टाइम मिलाएर आएको साथीहरूसँग है आमा पुरै अप्ठ्यारो हुँदो रहेछ है बोल्न नहुनेछ सोरी यो चाहिँ रेसी लेकसेप तातो पानी हो सो हेलो गाइस यहाँ चाहिँ हामी हल्का तातो पानीमा इन्जोय गरे हुँदैछ है आज सन्डेको दिनमा सो यहाँ चाहिँ एउटा के विश्वास छ भने चाहिँ आएर यसो तातो पानीमा इन्जोय भन्दाखेरि नि तपाईँको यहाँ आएर चाहिँ तातो पानीमा डुब्यो भने चाहिँ पापहरू जति पनि गरेको छ हो त्यो चाहिँ कटिन्छ भन्ने एउटा विश्वास छ त्यो विश्वासले चाहिँ हामी हजुर रोगहरू पनि काटिन्छ भन्ने विश्वासमा हामी विश्वास राखेर चाहिँ हामी यहाँनिर तातो पानीमा हल्का चिल इन्जोय गर्दैछ है सो त्यही हो हामी दाजुभाइ साथीभाइ इन्जोय गर्दैछ तातो पानीमा पब्लिकहरू पुरा छ अहिले तपाईँहरूले देख्नु भएको छैन उतातिर पुरा हुनुहुन्छ है लोकेसन भन्नुपर्दाखेरि चाहिँ यता वेस्ट रेसी लेकसेप रेसी तातो पानी हट स्प्रिङ भन्छ है सो त्यही हो धन्यवाद हामी इन्जोय गर्दैछ बसाइ बिजत छ साथी हो